नमस्ते साथीहरू, आज चाहिँ म डिजिकम राउटर कसरी सेटअप गर्ने भन्ने र पासवर्ड कसरी चेन्ज गर्ने भन्ने तरिका सिकाउनु गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहोस् है। प्राय धेरै जसो राउटरको पछाडि नै हुन्छ युजर नेम र पासवर्ड। सुरुमा वाइफाई कनेक्ट गर्ने। वाइफाई कनेक्ट गरिसकेपछि त्यसको मुनि वाइफाईको मुनि साइन इन टु अ वाइफाई भन्नेमा क्लिक गर्ने। क्लिक गरिसकेपछि अप्सन त्यही देखाउँछ डाइनामिक आइपी र पिपिओईमा अप्सन हुन्छ। मैले डाइनामिक आइपीमा राखेँ। नेक्स्ट गरिसकेपछि एसएसआइडी भनेको वाइफाईको नाम कसरी चेन्ज गर्ने र च्यानलमा वाइफाईको रेन्ज कतिमा राख्ने र डब्लुपिए र पिएसकेमा चाहिँ मैले पासवर्ड राख्ने अप्सन आउँछ र मैले 1 दिन 8 सम्म राखेर नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि फिनिश भन्ने अप्सन आउँछ र फिनिशमा क्लिक गर्ने। क्लिक गरिसकेपछि एकछिन टाइम लिन्छ र त्यस पछाडि फेरि वाइफाईमा क्लिक गर्ने। क्लिक गरिसकेपछि डिजिकम भन्ने आइरहेको हुन्छ नेम। फेरि क्लिक गरेपछि युजर नेम र पासवर्ड माग्छ। युजर नेममा एडमिन आइरहेको हुन्छ, पासवर्ड पनि एडमिनै हान्ने अनि लगइन गर्ने। लगइन गरिसकेपछि सेटअप भन्ने अप्सन हुन्छ त्यहाँ माथिनिर, अनि सेटअपमा क्लिक गरेपछि इन्टरनेट सेटअप हुन्छ यस्ता साइटमा। इन्टरनेट सेटअपमा क्लिक गर्ने। इन्टरनेट सेटअपमा क्लिक गरिसकेपछि डब्लुएएनमा डिएचसिपीमा हुन्छ, त्यसलाई पिपिओईमा राख्ने। पिपिओईमा राखेपछि युजर नेममा तपाईँले दिनुभएको हुन्छ नि त्यो इन्टरनेट जोड्दाखेरि त्यो नम्बर इन्टरनेट अफिसमा फोन गरेर बुझ्ने र त्यो नम्बर मागेर युजर नेममा राख्ने र पासवर्ड चाहिँ त्यही हुन्छ, कम्पनीमा फोन गर्ने र बुझ्ने र टाइप कन्टिनेन्टमा राख्ने र एप्लाई गरिदिने। एप्लाई गरिसकेपछि इन्टरनेट चालु हुन्छ। त्यस पछाडि फेरि युजर नेम र पासवर्ड माग्छ। युजर नेम र पासवर्ड तपाईँलाई मैले अघि नै भनिसकेँ। अनि लगइन गर्ने र सेटअपमा र इन्टरनेट सेटअपमै क्लिक गर्ने। क्लिक गरिसकेपछि एप्लाई भयो कि भन्ने हेर्न सकिन्छ। भइसकेपछि तपाईँलाई त्यो अप्सन देख्छ र वायरलेसमा क्लिक गर्ने र एसएसआइडी नेम र पियर सेयर की तपाईँको पासवर्डहरू कसरी राख्ने भन्ने त्यही अप्सन हुन्छ र एडभान्स वायरलेसमा क्लिक गर्ने र इनेबल डब्लुपिएसमा डिजेबल बनाउने। राइट क्लिक लागेको हुन्छ हटाउने तर एप्लाई गर्ने। के हो भन्दाखेरि तपाईँको वाइफाई ह्याक हुन सक्दैन क्या। त्यस पछाडि वाइफाई चालु भयो कि भएन भनेर फेरि वाइफाई कनेक्ट गर्ने र हेर्न सक्नुहुन्छ मेरो इन्टरनेट चाहिँ तपाईँको मैले एप्लाई गरिसकेँ, फेरि कनेक्ट गर्दैछु र मेरो इन्टरनेट चाहिँ चलिसकेको छ। तपाईँहरू पनि यसरी नै गर्न सक्नुहुन्छ।